लोकसेवा जीके डोज च्यालेन्जको डे 5 मा स्वागत छ। आर यु रेडी? ल हेरौँ आजको च्यालेन्जमा कतिजनाले सही जवाफ दिनुहुन्छ। पहिलो प्रश्न इन्टरनेसनल अफेयर्सबाट आयरन लेडी भनेर कसलाई चिनिन्छ? एकछिन भिडियोलाई पज गरेर आफ्नो आन्सर तल कमेन्ट गर्नुस् न। र सही उत्तर हो मार्गरेट थ्याचर। उहाँ बेलायतको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्थ्यो। ल अब दोस्रो प्रश्न वर्ल्ड हिस्ट्रीबाट एउटा प्रश्न बोस्टन टी पार्टी केसँग रिलेटेड छ? ल यसको जवाफ के होला सोचेर फटाफट कमेन्ट गरिहाल्नुस्। यसको करेक्ट आन्सर हो अमेरिकी स्वतन्त्रता सङ्ग्राम। एकदमै की इभेन्ट थियो है यो। खासमा यो चियामा लगाएको ट्याक्सको विरुद्धमा भएको एउटा ठूलो विद्रोह थियो। ल भन्नुस् कतिवटा मिल्यो? आफ्नो स्कोर कमेन्ट गर्नुस् र D6 को लागि फलो गर्नुस्। यो रिललाई सेभ गर्नुस् अनि लोकसेवा तयारी गर्ने अरू साथीहरूलाई पनि शेयर गर्नुस् है।